knee replacement, if I'm not wrong, it is considered as a surgery of the millennium. किनभने यसले मान्छेको लाइफ चेन्ज गरिदिन्छ. एक्ज्याक्टली सो एकजना पेसेन्ट जसको खुट्टा पुरै क्रुकेड भएको छ, हिँड्न सक्दैन, बेड घरभन्दा बाहिर रुमभन्दा बाहिर जान सक्दैन बिकज अफ नी डिफर्मिटी, बिकज अफ नी पेन, त्यस्तो पेसेन्टहरूलाई कम्प्लिटली न्यू लाइफ दिन्छ सर्जरीको भोलिपल्ट. होइन, पेन इज गन, क्रुकेड लेग्स बिकम स्ट्रेट, होइन, इट इज स्टेबल, पहिले हल्लिरहने खुट्टा स्टेबल भइदिन्छ. सो इट्स भेरी वन्डरफुल सर्जरी. वर्ल्ड वाइड सबै मान्छे जन्मेपछि घुँडा हुन्छ, 2टा घुँडा हुन्छ, एज हुन्छ, एज भएपछि आर्थराइटिस हुन्छ, र सबभन्दा मोस्ट कमनली पर्फर्म हुने सर्जरी नै हो यो. नेपालमा पनि एकदमै बुम भइरहेको छ यो सर्जरी. Search Podcast Bhaktapur on YouTube and subscribe.